कथा यो मेरो मनकोमा यहाँहरूलाई स्वागत छ। तनहुको विकट गाउँको बीचमा एउटा विद्यालय थियो। विद्यालयमा पढ्ने मिल्ने साथी सम र पूर्ण थिए। पूर्ण टुहुरो थियो, त्यसैले पनि समले धेरै कुराहरूको मद्दत गर्थिन्। पूर्णलाई सहारा पाएको आभास हुन्थ्यो। थाहै नपाइकन सम र पूर्णमा प्रेम बस्दै गयो। एक अर्काको भावना मिलेकै कारणले उनीहरूको प्रेम विवाहमा परिणत भयो। पूर्णको घरको अवस्था निकै नाजुक थियो। खरले छाएको छाना अनि पातीले बारेको घरका भित्ताहरू। तर उनीहरू निकै खुसी थिए। उनीहरूको लागि त्यो घर महल नै थियो। भनिन्छ, मन खुसी छैन भने सुनको महल पनि नर्क नै हुन्छ। यसरी बित्दै थियो उनीहरूको जीवन। एक दिन पानी परिरहेको थियो। पूर्ण चामल लिनको लागि दोकान गएको थियो। बाटोमा आउँदा चट्याङ लागेर तत्काल मृत्यु भयो। दुःख सुख बाँडेर दिन बिताइराखेका थिए। ती जोडी माथि वज्रपात आयो। अन्धकार छायो। जीवनमा एक्लै भइन् सम। गरिबी, एक्लोपन साथै पतिको वियोगमा छटपटाइराखेकी सम एक दिन बिरामी परिन् र नजिकैको औषधि पसलमा गएकी थिइन्। उनलाई जाँच्ने क्रममा थाहा भयो कि उनलाई पूर्णले एउटा चिनो छोडेर गएका रहेछन्। समको मनमा थोरै खुसीको तरेलीहरू सल्बलाए र बाँच्ने आधार पाएको महसुस गरिन्। पेटमा हुर्किराखेको आफ्नो आशाको खम्बालाई जन्माउनु त्यति सहज थिएन। अरूको मेलापात गरेर छाक टारिराखेकी थिइन्। घरमा आउँदा चकमन्न अँध्यारोमा विरहका सन्नाटा छाउने गर्थ्यो। आँखाभरि आँसु लिएर पूर्णलाई सम्झिने गर्थिन्। तिमी भइदिएको भए जीवन काट्न कति सहज हुन्थ्यो होला। फेरि मन बुझाउँछिन्। मेरो बच्चा मेरो तागत हो। आफू नभए पनि मलाई एक्लो छोडेर गएका त छैनन् नि। तर म पूर्ण गएदेखि अपुरो अधुरो थिएँ, किनकि सम र पूर्ण भएर नै हामी सम्पूर्ण भएका थियौँ। तर मैले मन बुझाउनै पर्ने हुन्छ। उनलाई मुख बोल्ने पनि कोही भएन। उनले सोचिन् एउटा सुगाको जोडी ल्याएर पाल्न पर्यो भन्ने। र उनले एउटा नजिकैको गाउँबाट एक जोडी सुगा किनेर ल्याइन्। सुगा भएपछि उनलाई एक्लो महसुस भएन। जताबाट आउँदा पनि सुगाहरूसँग बोल्ने गर्थिन्। यसरी नै बित्दै थियो उनका दिनहरू। 9 महिना भएपछि नजिकैको स्वास्थ्य चौकीमा उनले चेक गर्न गइन् र बच्चालाई जन्माइन्। घरमा खाने खर्च थिएन। यताउता छिमेकीले दिएको खर्चले 1-2 दिन चल्यो। तर सधैँ छिमेकीले पनि त दिँदैनथे। कति माग्नु अरूसँग। सुत्केरो शरीर, भारी मन, रुजेका परेली लिएर बच्चालाई काखमा च्यापेर निमेक गर्न जान्थिन्। बच्चालाई त्यहीँ सुताउँथिन्। जब बच्चा रुन्थ्यो आफू पनि सँगै रुन्थिन्। यसै गरी न्वारनको दिन आयो। पण्डितले छोराको नाम आधार राखिदिए। पण्डितले आफ्नो छोराको नाम आधार राखिदिएकोमा उनलाई जीवनमा ठूलो आधार प्राप्त भएको महसुस भयो। कहिले गिटी फोरेर त कहिले अरूको घरमा काम गरेर जीवन निर्वाह गर्दै आएकी थिइन्। समय बित्दै गयो। आधार पनि विद्यालय जाने उमेरको भयो। नजिकैको विद्यालयमा आधारलाई भर्ना गरेर पढ्न पठाइन्। समलाई यो समयसम्म छिचोल्न निकै सङ्घर्ष गर्नु पर्यो। एकल महिला भएर एउटा बच्चाको पालन पोषण पढाइ लेखाइमा समले गरेको सङ्घर्ष अतुलनीय थियो। मान्छेका एकल महिलालाई हेर्ने त्यो कालो नजरबाट बच्न धेरै अप्ठ्यारो हुन्थ्यो। कति कहाली लाग्दा दिनहरू पार गरेर छोरो हुर्काइन्। पक्कै पनि हुने बिरुवाको चिल्लो पात भने झैं आधार पढाइमा अब्बल भएर अगाडि बढ्यो। यो देख्दा समलाई पूर्णको अभावमा पनि उनले एउटा असल र ज्ञानी छोरा बनाउनुमा धेरै खुसी थिइन्। छोराले एसएलसीमा जिल्ला टप गर्यो र स्कुलले एउटा कार्यक्रम राखेर आमा र छोरालाई सम्मानको लागि बोलाउँछ। सम्मान लिँदै गर्दा उनी अगाडि जाँदै गर्दा पटपटी फुटेका खुट्टाका कुर्कुचा, कुममा टालेको चोली, 3 ठाउँमा गाँठो पारेको फरिया लगाएर सम्मान लिँदै गर्दा सबै स्तब्ध हुँदै ताली बजाएका थिए। उनी पनि खुसीले रोएकी थिइन्, किनकि पूर्ण भएको भए मेरो छोरा आधारलाई अझै राम्रो बनाउँथे। उनी भएको भए हाम्रो परिवार कति खुसी हुन्थ्यौं होला। यस्तै धेरै कुराहरू मनमा खेलाइन्। उनले सोचिन् अब मेरो खुसीका दिनहरू आउँदैछन्। मेरो छोरो आधारले पनि मलाई धेरै खुसी दिन्छ। मनै कुरा गर्दै घरमा आउँछन् आमा छोरा। उनीहरूलाई खुसी मनाउनको लागि घरमा खाने कुरा नै के थियो र। तर विराट साउकोमा काम गरेर ल्याएको पैसाले 1 पाउ मासु किनेर खुसी मनाउँदै खान्छन् अनि मनमा कुरा खेलाउँदै सोध्छन्। खुसीको साथसाथै समको जिम्मेवारी अझै थपिएको थियो। पढाइमा अब्बल आधारलाई
पढाउने उनको चाहना थियो। तर आधारले पनि मनमनै डाक्टर पढ्ने मेरो चाहनामा मात्र सीमित भयो। मेरो एकल आमाले कसैको सहयोग बिना पढाउन सक्ने यो सम्भव छैन। यस्ता कुराहरू मनमनै खेलाउँदै ऊ निदाउँछ। उसले सोच्छ जसरी पनि 11-12 त पढ्नै पर्ने हुन्छ, त्यसपछि प्रदेश लाग्नु पर्ला। यही निर्णय गरेर आमासँग कुरा राख्छ। आमाले पनि सहमति जनाउँछिन्। आधारले त्यही विद्यालयमा सानो कक्षालाई पढाएर आफ्नो पढाइको खर्च पुर्याउँथ्यो। त्यसो गर्दा समलाई अलि सहज भयो। जेनतेन 12 पास राम्रै नम्बर ल्याएर गर्यो। तर पढ्ने अवस्था भने थिएन। गरिबी भएकै कारण पढ्न नपाउँदा ऊ धेरै दुखी थियो। आमासँग सल्लाह गरी विदेश जाने योजना बनाए। केही समयमा उसको विदेशको काम भयो। विदेश जानको लागि विराट साउकोबाट 1 वर्षमा तिर्ने सहमतिमा पैसा लिए। विदेश जानको लागि विराट साउकोमा ऋण माग्न गए। विराट साउले एउटा शर्त राखेर पैसा दियो। त्यो शर्त थियो 1 वर्षमा जसरी पनि तिर्नुपर्ने। यदि तिरेन भने ऊ बसेको घर नै दिनुपर्ने। आमा छोरा त्यो शर्तमा सहमति जनाए र पैसा लिएर छोरालाई विदेश पठाउँछिन्। एक्ली आमालाई छोडेर क्षितिज पारीको खुसी खोज्न जाँदा धेरै भारी मन बनाएर आमाको हातको टिका र फूल लिएर आमाको आँखामा आँसु नपार्ने प्रणका साथ घरबाट हिँडे। सम धेरै रोइन्। पूर्ण नभए पनि मेरो छोरो घरमा थियो र मलाई ढुक्क थियो। अब मलाई एकल महिला भनेर हेर्ने गिद्धे नजरको कसरी सामना गरौँला, यस्तै चिन्ता लिँदै उनी धेरै रोइन्। आधार पनि विदेश गयो। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ वातावरण, साथै आफूलाई धेरै माया गर्ने आमासँगको बिछोडले छटपटाइ राखेको थियो। तर बाध्यता थियो। आमालाई पनि त खुसी बनाउनु छ, साउको ऋण पनि त तिर्नु छ। घरले छाएको 10 ठाउँमा चुइने छाना, पातीले बारेको भित्ताहरू, यो पनि त फेर्नु छ भन्दै मन सम्हाल्छ। फेरि समलाई एक्लोपनले सताउन थाल्यो। त्यही सुगा उनको साथी भयो। सुगाका जोडी मुख हेराहेर गरी मायाका कुरा गरिराखेको देख्दा उनले पूर्णलाई धेरै सम्झिने गर्थिन्। निथ्रुक्क भिजेका आँखाको आँसु हातले पुस्दै मन बुझाउँछिन्। मेरो भाग्यमा नै यही लेखेको मैले भोग्नै पर्ने हुन्छ। यस्तै मनमनै कुरा खेलाउँथिन् अनि चित्त बुझाउँथिन्। साथमा आधार पनि त छ, अब मलाई दुःख नपर्ला। यस्तै कुरा सोचेर बलियो बन्छिन्। आधार काममा लाग्छ अनि आमालाई फोन गर्छ। आमा, अब पैसा कमाएर पठाउँछु। हाम्रो सपना जति पनि अपुरो छन् म पुरा गर्ने कोसिस गर्छु। बारम्बार आमालाई फोन गर्थ्यो। आमाको धेरै नै ख्याल गर्थ्यो। यसै गरी समय बित्दै गयो। आधारको एउटा केटीसँग माया बस्छ। उनीहरू एउटै कम्पनीमा काम गर्ने थिए। त्यसपछि त्यही केटीको मायामा चुर्लुम्म डुब्न थाल्यो आधार। आमालाई फोन गर्न बिस्तारै कम गर्दै गयो। पैसा पठाउन त परको कुरा। त्यसपछि समय बित्दै गयो। उतै बिहे गरेर सँगै बस्यो। यतिसम्म कि आफू गएको ऋण पनि तिरेन। घरमा साउले समलाई धेरै धम्की दिने, गिद्धे नजर लगाउने गर्न थाल्यो। विराट साउ दैनिक जस्तो उनको झुपडीमा आउने गर्थ्यो र धम्काउँदै उनको इज्जत लुट्ने गर्थ्यो। सम पनि दिनदिन रोगी हुँदै गइन्। उनलाई हेर्ने न कोही थिए न उपचार गर्ने नै। छोरा गएपछि किनेको सानो टुकटुके मोबाइल छोराले फोन गर्न छाडेपछि त्यति चासो राखिनन्। फोन गर्दा पनि उठाउन छोडेको थियो समले। त्यही मोबाइल पनि आफ्नो करतुत अरूलाई भन्छे भनेर विराट साउले फुटाइदियो। आधारको श्रीमती बच्चा पाउने भइन्। उनले छोरा नै जन्माइन्। आफ्नो श्रीमतीको बच्चा पाउँदाको पीडा देखेर आधार जसङ्ग भयो अनि उसले सोच्यो, ओहो, मैले त धेरै गल्ती पो गरेछु। मलाई जन्माउँदा हुर्काउँदा मेरी आमाले धेरै दुःख पाएकी थिइन्। आफू भोको बसेर पनि मेरा हरेक इच्छाहरू पूरा गरेकी थिइन्। मैले ठुलो गल्ती गरिराखेको रहेछु, उसलाई महसुस भयो। अनि उसले हतार हतार मोबाइल खोजेर आमालाई फोन लगाउँछ। तर आमाको फोन लागेन। गाउँमा कसैको नम्बर पनि त थिएन। त्यसपछि आफ्नो परिवार लिएर आमालाई भेट्न भनेर घरमा आउँछ। घरमा आउँदा छानाबाट घाम छिरेको पातीको बारमा सबै झार पलाएको देख्यो अनि भित्र पस्छ। आमा सुतिराखेकी हुन्छन्। आमाको सिरानीको दुवैतिर सुगाले कुरिराखेका थिए। आधारले भन्छ, आमा म आएँ, उठ्नुहोस्, मेरो गल्ती भयो, माफ गर्नुहोस्।
अब चिन्ता नगर्नुहोस् आमा, विराट साउको ऋण तिर्छु, घर बनाउँछु, तपाईँलाई सुखसँग राख्छु। आमा हेर्नुहोस् त, मैले बिहे गरेँ, तपाईँले नाति पनि पाउनु भएको छ। तर आमाले हेरिनन्। उसले सोच्यो मैले धेरै गल्ती गरेको भएर आमा रिसाउनु भएको छ। उसले फेरि जोडले भन्छ, आमा उठ्नुहोस् न, मैले लुगा ल्याइदिएको छु, त्यो कुममा फाटेको चोली फेर्नुहोस्, यो च्यातिएको फरिया फेर्नुहोस्, धेरै खानेकुरा पनि ल्याइदिएको छु, खानुहोस् न आमा। अब यस्तो गल्ती कहिल्यै गर्दिनँ म, नरिसाउनुहोस् न आमा। त्यही पनि आमाले उठ्दिनन् र आधारलाई हेर्दिनन् पनि। नजिकै जान्छ, आफूले ल्याएको कपडा खानेकुरा लिएर अनि आमाको हात समातेर उठाउने कोसिस गर्छ। तर आमाको हात बलिया भइसकेका थिए। उसले चाहेर पनि उठाउन सक्थेन, किनकि पूर्णले छोडेर गएको बिछोडको वियोग, छोरो आधारले दिएको तिरस्कार, विराट साउले ऋण तिर्न नसक्दाको गिद्दी नजर, यी सबैबाट उनलाई सबै कुराले अघाएकी थिइन्। उनी पूर्ण भएर यो संसारबाट बिदा लिइसकेकी थिइन्। उसको चित्कारले आमाको निन्द्रा खुलेन। आमा सदा सदाको लागि निदाइन्।